जाउँ बहिनी। आज चाहिँ हामीले पढेको स्कुल जाँदैछौँ अनलाइन सामान लिनको लागि र बहिनी र म लागेको बाटो यहाँदेखि चाहिँ अब स्कुल। यहाँनिर काँक्रा मैले रोपेको छु, फुल फुल्दैछ काँक्राको। अब यहाँ मकै अलिकति छ, यहाँ रोडको छेउमा अलिकति रोपिदिएको। यहाँदेखि चाहिँ यहाँ माथि चाहिँ हाम्रो घर, अनि यहाँदेखि चाहिँ यहाँनिर चाहिँ यो चाहिँ वाइन सप हो। वाइन सप, यहाँ वाइन सप बन्छ आज। यिनीहरू त कति बजी आइपुग्छ? भरे बेलुका त होला। जाँदैछु अब रोटै रोड। टाढो चाहिँ छैन, स्कुल टाढो छैन, तर पनि अब रोड चाहिँ यति साह्रो बिग्रेको छ। यो हाइवेले गर्दाखेरि ब्याक कटिङ भएर यहाँनिर चाहिँ हाम्रो यहाँदेखि चाहिँ ब्याक कटिङ हुँदैछ हो। घरको यति 10 कदम चाहिँ छ होला, 10 कदम यहाँदेखि चाहिँ हाइवे हुँदैछ र बाटो चाहिँ यति साह्रो खतम भएको छ। यहाँनिर बजार जानु, स्कुल जाने नानीहरूलाई चाहिँ एकदमै गाह्रो भइरहेछ। यहाँनिर पानी जमिन्छ यसरी है। यहाँदेखि चाहिँ उँधोदेखि चाहिँ आउने यसो रोड। यो रोड चाहिँ कहाँ जाने भन्दाखेरि चाहिँ यो रोड चाहिँ चाइना जाने रोड बनिँदैछ। चाइना जाने रोड हो यो चाहिँ। अनि यो बन्नु थालेको चाहिँ झन्डै 3 वर्ष जस्तो चाहिँ भइसकिसक्यो होला, र पनि अझै यत्तिकै छ। त्यहाँनिर चाहिँ पानीमा चाहिँ जुरेली एकदम नुहाइ गर्दैछ। हामी चाहिँ अनलाइन सामान आएको छ, त्यही लिनु गएको। अलिकति परै जानुपर्छ। एकदम बाटो चाहिँ हिलो। यो चाहिँ रोड हो, खास चाहिँ रोड, तर रोड जस्तो चाहिँ देखिन्न। एकदमै पोखरी छ यहाँनिर, एकदम माछा ल्याएर पाल्दा हुन्छ। अनि यो ठाउँलाई चाहिँ, जुन यो ठाउँ छ, यो ठाउँलाई चाहिँ आँपडाँडा भन्छ। त्यसो हल्लेको मेरो हात चाहिँ आँपडाँडा। अनि यहाँ चाहिँ हामी प्रायः आइरहन्छौँ। अनि यहाँ माथि चाहिँ छ बाल विकास। मेरो छोरी यहाँ माथि गएर पढ्छ। सन्डे मर्निङ 8 बजीदेखि 10 बजीसम्म हुन्छ क्लास। र बाटो चाहिँ यस्तो छ। यो जुन यहाँ मेन यो यता उता जाने यहाँ टक्कै यहाँनिर चाहिँ आँपडाँडा। यो चाहिँ एग्रिकल्चर फार्म हो। यहाँ मुनि चाहिँ फेरि यहाँ मुनि चाहिँ एग्रिकल्चर फार्म हो। यहाँनिर के मकै सकै लगाइरहेछ। यो चाहिँ आँपको रुख। यसपालि आँप छैन एउटा पनि, आँप फलेन यसपालि एउटा पनि। यो चाहिँ एग्रिकल्चर। यहाँनिर यी बनिँदैछ हाइवेको लागि बनिँदैछ। हामी जाँदैछौँ हामी चाहिँ। यो गाडी लिएर जान्छ।
के यो चाहिँ हाइवेको लागि यो माथि माथि बन्नेको चाहिँ फ्लाइओभर हो। सबै यो फ्लाइओभर यता चाहिँ हिलो बाटो यताबाट खनिँदैछ, यताबाट पनि बाटो यो चारैपट्टि खनिरहेछ अनि यो चाहिँ फ्लाइओभर बनिँदैछ। अब हामी पुग्नु आँट्यौँ स्कुल। बक्स यत्रो ठुलो बनिएको छ। रोटेर जाने कि यसो उकालो जाउँ है। हामी हेरेको हेरेकै यो चाहिँ स्कुल हो। के चाहिँ हुन्छ यसले नि हत्तु भयो हिँड्दा अब आइपुग्नुमै हुन्छ स्कुल। हामी पढेको स्कुल यो चाहिँ बर्ड पिपल यत्रो ठुलो छ। हामी पढ्दादेखिको यस्तै हो यो। यति साह्रो शीतल हुन्छ यहाँ पुस्दा, साह्रै नै शीतल यहाँ छ बस्ने। यो चाहिँ हो बन्यान ट्री। यो चाहिँ ल्याब होइन, यो चाहिँ के हो? यो ऐसा हुआ यो चाहिँ स्कुल। कहाँ हो यस्तो बजेको? शिशुमहलकोमा हो। सुचाचन सिनियर सेकेन्डरी स्कुल। यो चाहिँ पहिला हामी पनि पढेको। बाहिर ग्यालेरी। पेडेन्टलाहरूले चाहिँ खालि यस्तै कुकुर मात्रै भेट्छ त हौ बडाको। यो चाहिँ मेरो छोरी भिडियो देखाएन अहिले कराउँछु। ए यहाँ त क्लास 11 छ त। ए यहाँ चाहिँ तिमीहरू तँ चाहिँ यतै बस्छस् यहाँ साइडमा उताकोमा फर्स्ट एक्समा। यो चाहिँ हो एसेम्ब्ली ग्राउन्ड। यहाँ चाहिँ एसेम्ब्ली हुन्छ बिहान अनि प्रोग्रामहरू जति पनि
के अरे भलिबल ऱ्याकेटहरू हुँदाखेरि चाहिँ यहाँ बसेर ग्यालेरीमा बसेर हेर्ने। जाउँ है, अब चाहिँ मेरो पार्सल लिएर यहाँबाट चाहिँ स्पिच, यहाँबाट चाहिँ प्रिन्सिपलको स्पिच दिने। झन्डा यहाँ माथि डस्टबिन। छुचाचिन स्कुल यहाँ दिँदो पर देखेकोहरू चाहिँ सबै क्यान्टिनहरू हो, दोकान अनि स्कुल क्यान्टिन अनि टोइलेटहरू यता। यहाँ चाहिँ पानीको लागि यहाँ हात खुट्टा मुख धुने यहाँनिर छ। यहाँ तलको पनि स्कुलै हो, यो मुनिको पनि। यो चाहिँ ल्याङ्ग्वेज पढाउँछ यहाँ चाहिँ भोटिया, लेप्चा, राई, प्रधानहरू। अनि यहाँ चाहिँ यो रुख चाहिँ यो बनियन ट्री, यसमा चाहिँ एकदमै शीतल हुन्छ, बस्न साह्रै मजा आउँछ। इन्भाइरोमेन्ट रहेछौँ। यो चाहिँ ल्याबहरू, के गरेको टाउकोमा चाहिँ। गेटबाट निस्क्यौँ, यहाँ माथि स्कुलको पार्किङ। यो चाहिँ स्कुल ग्राउन्ड पर।